हेलो अनि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हो 10th अफ अगस्ट अनि अहिले बजेको छ 6:30 हाम्रो फ्लाइट छ 9 बजे अनि हामीहरू चाहिँ अहिले एयरपोर्टको लागि हिँड्दैछौँ। हामी कता जाँदैछौँ त? हामीहरू चाहिँ आज इटाली जाँदैछौँ अनि म चाहिँ एकदम एक्साइटेड पनि छु, नर्भस पनि छु। अहिले चाहिँ हामीहरू एयरपोर्टमा पुगिसक्यौँ अनि एयरपोर्टमा पुगेर पनि मेरो बहिनीलाई भोक लागेर के अरे भएको ब्रेड टोस्ट खाँदै थिएँ अनि बिहान बिहान अहिले 7:30 भइरहेछ होला अनि यो जुस हामी बस्ने होटेलमा चाहिँ आइसक्यौँ होइन अनि मलाई यहाँ आफ्नो रुममा नआइपुग्दासम्म चाहिँ कस्तो डर लागिरहेको थियो भन्दा ला हामीसँग स्क्याम भयो कि वाला फिलिङ चाहिँ आइरहेको थियो किनभने अहिले स्क्याम हुनु एकदमै नर्मल कुरा भइसक्यो होइन अनि त्यही भएर ला हामी पनि ला हामीलाई पनि स्क्याम हुने हो कि भनेर क्या त्यो ट्याक्सीले यहाँ जब ल्याइदियो नि अनि मैले कियारा सुट्स होटेल देखेँ अनि त्यसपछि ल अलिकति ल रहेछ यो होटेल भन्ने भयो अनि अलिकति भित्र छिरेँ ला कता आएको जस्तो भयो अनि अनि तल के भन्छ रिसेप्सनमा हामी आइपुग्यौँ अनि त्यसपछि त्यसले चाहिँ हामीलाई सुरुमै एउटा ठुलो चोट दियो त्यो ट्याक्स टुरिस्ट ट्याक्स 60 युरो तिरायो हामीलाई टुरिस्ट ट्याक्स अनि म चाहिँ के भन्छ अब त्यो इङ्ग्लिसमा कुरा त गरिरहेको थिएँ तर त्यसको इङ्ग्लिस अर्कै मेरो फेरि उस्तै होइन अनि त्यसले चाहिँ 60 युरो भन्यो 60 युरो पैसा सुन्ने बित्तिकै मेरो हावा उड्यो किनभने हामीले जहाँबाट बुक गरेको थियो त्यहाँ चाहिँ नि तिमीहरूलाई एक्स्ट्रा पैसा माग्न सक्ला तिमीहरूले पैसा तिरिसकेको छ नतिर भनेर भनेको थियो अनि त्यसले चाहिँ त्यो हामीले लेखेको पनि छौँ भन्यो अनि त्यो चाहिँ त्यहाँ लेखेको थिएन टुरिस्ट ट्याक्स भनेर होइन तर पछि चाहिँ नि तिनीहरूको काउन्टरमै त्यही रिसेप्सनमै चाहिँ टुरिस्ट ट्याक्स 60 युरो भनेर चाहिँ लेखेको हुँदो रहेछ अनि ल अब के किचकिच गरिराख्नु अब सबैले तिर्नुपर्ने होला भनेर हामीले खुर्कन तिर्यौँ होइन अहिले चाहिँ हामीहरू अब खाना खान निस्किँदैछौँ किनभने 1 पनि बजिसक्यो हामीले केही पनि खाएको छैन नि त बिहानदेखि अनि 2:18 भइसकेछ अनि अब चाहिँ हामीले एउटा नेपाली रेस्टुरेन्ट नजिकै भेटाएको छौँ अनि हामीहरू चाहिँ त्यहाँ जाँदैछौँ हाम्रो आउटफिट चाहिँ यस्तो छ फन फ्याक्ट यो टी सर्ट चाहिँ हाम्रो मम्मीको आई थिङ्क 12 वर्ष पुरानो टी सर्ट होला 12-15 वर्ष पुरानो टी सर्ट होला हामीहरू आउन चाहिँ आयौँ हामी कहाँ आयौँ रे सेन्ट्रल एफएस भन्ने ठाउँमा आयौँ हामीहरू चाहिँ कहाँ हामीहरू चाहिँ भोकले मर्न लागिसक्यौँ तर रेस्टुरेन्टहरू चाहिँ यहाँ बन्द हुँदो रहेछ 3 बजेपछि अनि 3 त बजिहाल्यो हिँड्न चाहिँ हामी नेपाली रेस्टुरेन्टमा खाने भनेर हिँडेको तर लास्टमा अहिले यस्तो गर्मी छ होइन आई डोन्ट नो कति डिग्री छ भनेर तर यता चाहिँ नि यस्तो पुलिसहरू चाहिँ यसरी बस्दो रहेछ खै किन त्यस्तो थाहा भएन अहिले मलाई फेरि मार्लन दाजुहरूले अब फोटो खिच्दिने मान्छे छैन यसरी खिच्नुपर्छ ल साथीहरू यहाँ आएदेखि यही ट्रेन स्टेसन घुमेको घुमै छौँ होइन अनि लगभग आई थिङ्क 3 घन्टा जति भयो होला हामी यहाँ घुमेको हामी 4-5 चोटि एउटै बाटो हिँडिरहेको छौँ कि होइन हिँड्दा हामी वाक्क प्याक्क भएर बसिरहेछौँ घुमी फेरि हामी आउने भनेको चाहिँ ट्रेन स्टेसन मात्र हो जस्तो छ यहाँ टेकेदेखि यही ट्रेन स्टेसन घुमेको फेरि पनि हामी कता आएका छौँ त हो तपाईँलाई नयाँ ठाउँ लाग्ला यो हामी ट्रेन स्टेसनभित्र आएका छौँ होइन तर यो पनि राम्रै हो किन बाहिर घुम्नु पर्यो ट्रेन स्टेसन यस्तो राम्रो बनाएपछि होइन हामी अघि बिहानदेखि खोजेको रेस्टुरेन्ट चाहिँ अहिले भेट्यो अहिले कति बज्यो 7:30 भइसक्यो होइन अनि अहिले चाहिँ हामीहरू खाना मगाएर बसिरहेको छौँ यहाँ छ म्याङ्गो लस्सी नेपालीहरूले खाने यो हो अनि हामीले अर्डर गर्ने भनेको के हो मोमो चाउमिन अनि हामीले चाहिँ एउटा मोमो एउटा चाउमिन र एउटा चिकन बिरयानी अर्डर गरेको छौँ अनि लस्सी सलाद बेसी कस्तो हुन्छ भनेर यसले चाहिँ नि आफ्नो पनि खाएर होइन सकेर मेरो खाँदैछ क्या ल अनि यो चाहिँ हल्का फ्रुटी जुस खाए जस्तो बाक्लो फ्रुटी जुस खाए जस्तो चाहिँ छ के भन्नु सकियो अघि खाएर सक्दियो
यति थियो होइन, यसले खाएर यति बनाइदिएँ अनि मैले यति खाएँ, अब यति बनाइदिएँ अब म तँ खाइदिन्छस्। यस्तो गर्मी छ कि पानी पनि किनेन भन्नु होला, कहाँबाट किने अब त्यहाँदेखि पानी नखाइकन सुत्नु फेरि यस्तो पानी नभएको दिन चाहिँ यस्तो धेरै तिर्खा लाग्छ होइन, पानी भएको दिन चाहिँ तिर्खै लाग्दैन। अब हामी उहाँ पानी कहाँ खान्छौँ त राति, खान्छौँ नि ब्रो, खान्छौँ त तर चिसो पानी हो। तर अब आज पानी छैन, हामीलाई पानीको जरुरत पर्न सक्छ। पानी चाहिँ किनेको पानी नै चिसो थिएन, बस हामी del varmo. यस्तो सानो चिटिक्क परेको रेस्टुरेन्ट रहेछ यहाँ। अनि पाहुना चाहिँ हामी मात्र छौँ। हाम्रो मोमो आइसकेको छ। हामी चाहिँ घुम्यौँ कहाँ घुम्यौँ भन्दा स्टेसनको वरिपरि घुमेर एट द एन्ड अफ द डे हाम्रो गोल भनेको नेपाली रेस्टुरेन्टमा खाना खाने थियो। त्यहाँ पनि पुग्यौँ, खायौँ। त्यो खाना जस्तो त कहीँ पनि हुँदैन अब त्यो अभियसली होइन, तर एभ्रिथिङ गुड। आई डोन्ट नो कहाँ थियौँ, कहाँ पुग्यौँ, कता पुग्यौँ हामी आज, के गऱ्यौँ केही अत्तो पत्तो छैन, तर हामी घुमि चाहिँ रहेछौँ। एकदम राम्रो छ। मैले तपाईँहरूलाई एउटा इन्सिडेन्ट त भनेकै छैन। हामी यहाँ हाम्रो स्टेसनमा म के भन्दै थिएँ भने हामी त्यो हाम्रो स्टेसनमा निस्क्यौँ, कार्ड पनि टच गर्नु पर्दो रहेछ नि, हामी चाहिँ यत्तिकै निस्किनु लगाएर अनि त्यो एउटा मान्छे आयो अनि एउटा मान्छेले यस्तो गऱ्यो हामी दुईजनालाई होइन। अनि त्यसपछि मलाई त ल स्क्यामरहरू आयो जस्तो लाग्यो, त्यसले पुलिसको कार्ड पनि देखाएर चाहिँ मलाई त त्यसलाई ट्रस्टै गर्नु मन लागेन होइन। अनि म चाहिँ नो नो भन्दै गएँ क्या। अब हुन्छ नि मलाई त लागिरहेको छ कि यिनीहरू स्क्यामरै हो क्या। अब त्यो झ्याप्प त्यो मान्छे आयो अनि त्यसले त्यो कार्ड टच गर्ने मेसिन लिएर आयो अनि मलाई चाहिँ त्यो स्क्यामरै हो भन्ने फिक्स त्यो हुन्छ नि दिमागमा, किनभने बिहानैदेखि यहाँ त चोर हुन्छ स्क्यामर हुन्छ भन्ने थियो नि त दिमागमा। अनि तिनीहरू कार्ड लिएर आयो, के अरे कार्ड टच गर्ने लिएर आयो यस्तो गरेर, अनि मैले त्यसको कुरा पनि सुनिनँ क्या। फेरि त्यसले देखाइ पनि रहेछ पुलिस हो भनेर होइन, मलाई त किन त्यो नक्कली हो जस्तो लाग्यो। अनि त्यसपछि अर्को पनि आयो अनि अर्कोले पनि देखायो, अनि त्यसपछि अनि ल ठिक छ भनेर अनि तेरो कार्ड देखा भने, अनि मैले मेरो कार्ड देखाएँ नि, ल अब यिनीहरूले पैसा तिराउने भयो, यतिकै खाइदिने भयो जस्तो लागेर क्या मलाई त। अब कस्तो स्क्याम हुन्छ जस्तो दिमागमा पुरै स्क्याम 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 चलिरहेको थियो। अनि धन्न तिनीहरू साँच्चीकै पुलिस रहेछ। लास्टमा मलाई लाज पनि लाग्यो, तर बेटर सेफ होइन। अब हुन्छ नि आफ्नो मनको त एटलिस्ट मैले त्यो हुन्छ नि त्यत्तिकै लगेर अब त्यो स्योर भएर मात्र गरेँ नि त, त्यत्तिकै अब त्यो हतारमा गरिनँ। हेलो अनि गुड मर्निङ। आज चाहिँ हो 11 अगस्ट अनि आज चाहिँ हामीले एउटा एक्टिभिटी बुक गरेको थियौँ 6:55 होइन। हाम्रो चाहिँ खासमा 6:55 हामी त्यहाँ पुग्नु पर्ने थियो है, तर हामी अलरेडी लेट भयौँ क्या। अब उठ्न चाहिँ टाइममै 5 बजी उठेको, तर यताउता गर्दा गर्दै अब हामीसँग 28 मिनट्स छ अनि हामी अलरेडी लेट छौँ। आई डोन्ट नो आजको दिन कस्तो हुन्छ भनेर। हिजो चाहिँ हामी अब देख्नु नै भयो होला, हामीहरू एउटा ट्रेन स्टेसनभित्र 4-5 घन्टा घुमेर घर फर्केका थियौँ होइन। आज चाहिँ हामीलाई एउटा टुरिस्ट गाइडले हामीलाई के भन्छ कि यहाँको इटालीदेखि मिलानोदेखि स्विजरल्यान्डको के एल्पेन्स अरूलाई देखाउन लाँदैछ गाइड गरेर होइन। अनि यो चाहिँ 11 घन्टाको ट्रिप हुन्छ अनि 11 घन्टामा चाहिँ हामीलाई उनीहरूले जता जता घुमाउँछ त्यतै नै घुम्ने हो। अनि त्यही हो यो हामी बसेको होटल है, कियारा स्विट्स। अनि यहाँ अगाडि चाहिँ ठ्याक्क चाइनिज रेस्टुरेन्ट पनि रहेछ, कस्तो राम्रो। हाम्रो ड्राइभरले यस्तो चलाइरहेछ होइन, यस्तो चलाइरहेछ, मलाई त यस्तो डर लागिरहेको थियो कि यहाँ बस्न पनि। आई डोन्ट नो 100को स्पिड 30को यसमा 100को स्पिडमा चलाए जस्तो लागिरहेछ भने, कस्तो डर लागिरहेछ। तँलाई डर लागेको छैन है? लागेछ कि नै? लागेछ। किडन्यापै गरेर लान लाग्यो यस्तो गरेर, यस्तो स्पिडमा चलाइरहेछ। त्यही हो। हामीलाई चाहिँ एउटा स्टेसनमा त छोड्थ्यो तर त्यसले गलत ठाउँमा छोड्दै चाहिँ हामीलाई। अनि हामी हिँड्दा हामी फेरि 10 मिनट हिँड्नु पर्थ्यो छोडिदिएकोबाट। अनि अहिले चाहिँ हामी भेटाउन चाहिँ भेटायौँ। अब हामी यहाँ यसलाई पानी सानी किन्नु पऱ्यो, किनभने हामी पानी पनि खाएको छैन, कुदेको थियौँ नि त त्यहाँबाट। अनि त्यही नै हो। अब हामीहरू चाहिँ हामीले हाम्रो गाइडलाई भेटिसक्यौँ अनि हामीसँग 10 मिनट बाँकी छ अब यस्तो के खानको लागि। त्यही भएर चाहिँ खाना किन्न आएको यहाँ। वाटर नै खाने म त है।
centiliter. हिजो हामीलाई कति लिए यसको 4 युरो ल्यायो एउटा पानी र एउटा कोलाको तर पर्दो रहेछ 1 युरो 2 युरो लगभग 160 यस त्यही नै हो हामी सिक्दैछौँ हिजो हामी लास्ट ठगियो आज चाहिँ हामी अलिकति होसियार भएर सामानहरू किन्दैछौँ अहिले चाहिँ हामी यहाँ सबैजनाहरू जम्मा भइसक्यौँ लगभग कति बज्यो अहिले आई थिङ्क अहिले 7 बजिसक्यो धेरैजना नै छौँ आई थिङ्क फुल बुक्ड हो जस्तो लाग्यो 7-1 भयो अब हामी एकछिनमा निस्किन्छौँ होला तर कस्तो लागिरहेछ यता हेर्नु बिहान कस्तो भयो हाम्रो मर्निङ हाम्रो एकचोटि झगडा पर्छ त्यो बिहान उठ्ने बित्तिकै होइन अनि एकचोटि झगडा पऱ्यौँ अर्कोमा म अब गाडी हामीले भ्याएनौँ हामीले प्लान गरेको अनुसार किनकि त्यो 2 युरोमा हुन्थ्यो नि त हाम्रो ट्रिप चाहिँ सुरु भयो तर हामी कहाँ जाँदैछौँ के गर्दैछौँ चाहिँ हामीलाई थाहा छैन अनि यति धेरै मान्छेहरू छन् मलाई त बसमा जाने हो जस्तो लागिरहेको थियो यस्तो हुन्छ साथीहरू नपढेकिन किन्यो भने टिकटहरू तर हिँड्दै लान्छ कि हामीलाई 11 घन्टै हिँडायो भने त हामी त भोलि त सेन्टी फ्ल्याट हुन्छौँ होला अहिले चाहिँ हामी यो के अरे सन्त मोर्गिज भन्ने ठाउँमा जाँदैछौँ फर्स्ट हाम्रो डेस्टिनेसन तर अहिले चाहिँ हामीलाई यहाँ ब्रेकफास्ट खानको लागि रोकिदिएको छ गाडी अनि मलाई चाहिँ लागेको थियो कि हामी ट्रेनमा जान्छौँ भनेर तर हामी बसमा चढेर आयौँ तर विडम्बना चाहिँ मलाई झ्याल सिटमा बस्न मिलेन अनि म र पक्कु चाहिँ अलग अलग ठाउँमा बस्नु पर्यो किनभने सबैजना चाहिँ भागेर आफ्नो आफ्नो सिटहरू रिजर्भ गरे अनि हामी चाहिँ लास्टमा ढल्किँदै आएको त सिटै पाएन त्यही पनि केही छैन हामी चाहिँ आफ्नो आफ्नो सिटमा बसिरहेछौँ होइन ताततै पनि यस्तो ठुल्ठुलो पहाडहरू मात्र छ अनि यो हेर्दा चाहिँ मलाई कस्तो नेपालको याद आयो तँलाई आयो कि आएन ए यसै जाने मिल्छ होला है ए ठ्याक्कै हाम्रो गाउँको बारीमा आएर खिचे जस्तै छ यहाँ त है पक्कु राम्रो छ राम्रो मलाई चाहिँ यस्तो पहाडहरू एकदम मनपर्छ अनि यो पछाडिको घर पहिला हाम्रो नेपालको घर पनि यस्तै हुन्थ्यो अहिले चाहिँ मान्छेहरूले बिल्डिङ बनाउँछन् तर यसको ब्युटी कस्तो राम्रो छ हेर्नु यो घर ढुङ्गाको भयो नि कति राम्रो बलियो अनि कस्तो राम्रो छ यो चाहिँ अनि यो पहाडहरू म त क्या खुसी भइरहेछ खासमा हामी फेरि बसमा आएर चढ्यौँ होइन तर हामी अहिले चाहिँ अघि बसेको सिटमा नबसेर अरू सिटमा बस्दैछौँ आई डोन्ट नो मान्छे आएर हामीसँग झगडा गर्छन् कि गर्दैनन् है आई होप कसैले केही नभनोस् किनभने सबजना केही रिजर्भ सिट होइन नि त अनि जानी बस्न पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अनि अघि हामी राम्रो ठाउँ पाएनौँ अहिले हामीले अब टाइममा आएर राम्रो ठाउँ रिजर्भ त गऱ्यौँ तर अब यो हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन लेट्स सी तर मलाई यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो बस चढेदेखि हामीले यस्तै पहाडहरू देखिरहेको थियौँ अनि कस्तो खिच्नु मन थियो तर अघि मैले खिच्न पाइनँ अहिले पनि यहाँ पहाडै छ मेरो पछाडि पनि अनि यस्तो राम्रो यस्तो ब्युटिफुल To be continued.